हेलो सबैलाई नमस्कार। म तपाईँहरूकै साथी। आज चाहिँ तपाईँहरू समक्ष मैले एउटा रमाइलो ठाउँ, साँच्चै नै यात्रा गर्दै जाँदाखेरि बिसाउने ठाउँ, त्यो पनि एउटा रेस्ट एरिया छ। रेस्ट एरिया हेर्दा चाहिँ मन्दिर जस्तो परेको है, हेर्दा चाहिँ ठुल्ठुला चर्च जस्तो परेको, तर त्यो चाहिँ रेस्ट एरिया रहेछ। र त्यो भित्र के कस्तो छ भन्ने कुरोहरू, त्यो विषयहरू तपाईँहरू समक्ष राख्न चाहन्छु। तर म त्यो वास्तविक ढोका जस्तो रहेको छ है, यहाँभित्र के कस्तो छ भन्ने कुरो चाहिँ तपाईँलाई म भित्र गएपछि देखाउन चाहन्छु है। यो ढोका छ र यो ढोकाभित्र चाहिँ के छ भने हेर्नुहोस्, भित्र मन्दिर जस्तो परेको, सरर मन्दिर जस्तो परेको। अब हेर्नुहोस्, यसरी नै म यो भित्रतिर लान चाहन्छु। हेर्नुहोस् है, वाह, अब देख्नुभयो टेम्पल जस्तो है। वाह, साह्रै मजाको ठाउँ पो रहेछ, बस्ने ठाउँहरू भएको है, इत्यादि ठाउँ। र यसरी पछाडि देख्नुभयो, पछाडि ढोका भयो, यसरी छिर्ने ढोका र ढोकाभित्र चाहिँ यहाँ बस्ने ठाउँ है। यसलाई कसले चाहिँ यो रेस्ट एरिया भन्छ? हेर्दा यो चाहिँ है मन्दिर जस्तो छ। यहाँ पोखरीहरू छ, हेर्नुहोस्। वाह, पोखरी हेर्नुहोस्, पोखरी छ यो ठाउँमा। अब यहाँ माछा पनि होला पर यस्तो मजाले बुटिङ गरेछ, ड्राई गम होइन, डिजाइनहरू गरेको छ। अब यसको वास्तविकता के हो भन्नाले, जति नै मानिसहरू यो यात्रा गर्दाखेरि बिसाउने ठाउँ, त्यसको लागि सुविधा बनाइदिएको छ होइन। कति हजारौँ लगानी गरे, तर यो एकदम पुरानो डिजाइनमा छ। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ है पोखरी, सट्टै एउटा सानो पुल छ यसको पछाडि, तपाईँले देख्नुहुन्छ पोखरी छ। र यसको छेउमा यो रुख जस्तो, थाकल जस्तो छ, माथि फलिरहेछ, हेर्नुहोस्, फली पनि रहेछ है। यो अब यो गर्मीमा हुने ठाउँहरू हो, गर्मीमा हुने रुख अथवा के भनौँ, यो थाकल जस्तो छ हेर्दाखेरि। ल, यस्तो छ बस्ने ठाउँ, डिजाइनहरू सफा छ, मजाको छ ठाउँहरू, हेर्न सक्नुहुन्छ। वाह, एउटा दुईटा यस्तो ढोकाहरू चाहिँ, सानो सानो ढोकाहरू चाहिँ यस्तो 1 2 3 4 ठाउँ देखेँ मैले। भने चाहिँ अब कति छ भने हेरौँ। ल, यसरी छ। यहाँ चाहिँ फेरि अर्को डिजाइन रातो छ, र यहाँबाट यसरी देख्न सक्नुहुन्छ। वाउ वाउ, त्यो छ नि बस्ने ठाउँ पनि कति मजाको। र यसरी हेर्दै हेर्दै वरिपरि जाँदाखेरि चाहिँ होइन, यो चिजहरू देख्नु पाउँदा पनि हल्का आनन्द हुँदो रहेछ। यहाँ हेर्नुहोस्, पर पानीको थोपाहरू झर्ना जस्तो झरिरहेछ, यो ठाउँ देख्न सकिन्छ। र यसरी दुईटा पुल छ, मान्छेलाई एउटा सुविधा दिएको छ। र टेक्सासको लोरेडो इन्फर्मेसन सेन्टर है, यो चाहिँ तपाईँहरूले अनेक गुगल मार्फतै हेर्न सक्नुहुनेछ। र यो शीतल छ यहाँ ठाउँ। वाह, जोस्। र म चाहिँ यो लगभग यो मेरो यो दोस्रो चोटि यहाँ आइपुगेको। योभन्दा अगाडि पनि म आइपुगेको थिएँ, छोटो भिडियोहरू बनाएको थिएँ। अब सरर जाउँ। यहाँ गर्मीमा हुने, अहिले चाहिँ गर्मीको मौसम छ, गर्मीमा हुने फुल यो के हो? फुलको नाम वास्तवमा मलाई थाहा भएन। फुलको नाम फुल हेर्नुहोस् मेरो पछाडि, पहेँलो रङ। अब यसरी जाउँ। फेरि यो अर्को, यो ढोकादेखि बाहिर होइन ठुल्ठुलो ट्रकहरू, गाडीहरू पनि पार्क गर्ने ठाउँहरू छ, हेर्न सक्नुहुन्छ। अरू अर्को ठाउँ छ, यस्तो मजाको डिजाइनमा पनि। अब मन्दिर जस्तो चाहिँ कसरी छ भन्नाले म देखाउन चाहन्छु। मन्दिर जस्तो हेर्नुहोस्, मेरो पछाडि देख्नु पनि मन्दिर जस्तो हेर्नुहोस्। त्यो ठाउँ चाहिँ हेर्दा चाहिँ होइन, अब केही टेम्पल जस्तो, कसैको नजरमा चाहिँ मस्जिद जस्तो पनि छ। त्यो ठाउँतिर म छेउमै लगेर देखाउँछु है, हेर्न सक्नुहुनेछ। आज चाहिँ विशेष गरी आजको दिन चाहिँ शुक्रबार 26/20/25 को दिन छ, देख्न सक्नुहुन्छ। हेर्नुहोस्, मेरो पछाडि दरबार जस्तो छ। त्यो भित्र के कस्तो छ हेरौँ है, सुविधाहरू। र यसरी सरर यसको वरिपरि म घुमाउँछु है। यो चाहिँ टेक्सासको लोरेडो इन्फर्मेसन सेन्टर हो। यो लोरेडो इन्फर्मेसन सेन्टर चाहिँ अरूभन्दा छुट्टै छ। अरू रेस्ट अथवा इन्फर्मेसन सेन्टर हेर्दा यो युनिक हुन्छ। हेर्दा मन्दिर मस्जिद कुनै न कुनै पहिले जमानामा सानो राज गर्ने राजाको दरबार जस्तो पनि छ हेर्दाखेरि है, यस्तो छ।
र यहाँ पोखरी छ, यसको वरिपरि है। त्यो पोखरीमा हाँसहरू पनि देखिन्थ्यो, तर अहिले हाँस छैन है। यो भित्र चाहिँ के कस्तो छ भन्ने कुरो चाहिँ अब सरर भित्र जाउँ होइन। यस्तो सानो यो यसको छेउमा यस्तो फलफुल अथवा भनौँ यो थकल जस्तो पनि छ, नरिवलको बोट जस्तो छ हेर्दा चाहिँ यस्तो छ है। भित्र जाँदाखेरि यस्तो मजाले बुटिङ गरेको छ वरिपरि, मजाको छ। र यसरी उकालो पनि हुन्छ, यो चाहिँ छाना वाह। यो पानी छ, यहाँदेखि चाहिँ यसरी हेर्न सकिन्छ। बाहिर निस्किँदा यस्तो छ हो, वाह। ओ यस्तो छ। यो चाहिँ रेस्ट एरिया भन्नाले तपाईँहरूको बाथरुम टोइलेट जाने ठाउँ हो यो ठाउँ। हेर्नुहोस् यस्तो छ आकार, देख्नुभयो? काम गर्ने मान्छेहरू राखेको छ यहाँ। इन्फर्मेसन्स यो बारेमा यहाँ चाहिँ ठुलो हाइवे छ है। र यसरी हेर्दाखेरि धेरै ठाउँहरू देख्न सकिन्छ। यहाँ चाहिँ यहाँ के छ भने यहाँ टेक्ससको अथवा लोरेडोको म्याप छ। लोरेडोको म्याप चाहिँ हेर्नुहोस् यस्तो छ। यो म्यापको वरिपरि चाहिँ डिजाइन ब्लू कलरले गरेको छ, हेर्नुहोस् मजाले ब्लू कलरले गरेको छ। अब यसको वरिपरि जाउँ, यसको वरिपरि यसरी घुम्न सकिन्छ, सट्टै घुमेर है। लुक्सहरू दामी छ। यहाँ बसेर मान्छेले फोटोहरू भिडियोहरू बनाएर राखिदिएको छु मैले। र मेसेज हो भित्र जाने ठाउँ यस्तो मजा छ। कुनै देशको दरबारभन्दा कमी छैन क्या रेस्ट एरिया, त्यो पनि लोरेडोको इन्फर्मेसन सेन्टरमा। हेर्नुहोस् देख्नुभयो नि, पानीको पौन्डहरू छ, यस्तो छ, नरिवल जस्तो रुखेर छ माथि, देख्न सक्नुहुन्छ रेस्ट एरिया। आज मिति 26 सेप्टेम्बर 2025 को दिन चाहिँ टेक्ससको लोरेडो इन्फर्मेसन सेन्टरमा आइपुगेको छु। र इन्फर्मेसन सेन्टरको वरिपरि तपाईँलाई जति नै यो पुरानो डिजाइनको रेस्ट एरियाहरू देखाइरहेको छु। यो चाहिँ के भन्नाले यदि यो रेस्ट एरिया यति सुन्दर छ होइन, बाटोमा हिँड्ने भिजिटरदेखि लिएर ड्राइभरहरू अन्य व्यक्तिहरू पनि र आफ्नो गाडीलाई चाहिँ 24 आवर ओपन छ। यो एरियामा आएर तपाईँले घुम्न सक्नुहुनेछ, रिफ्रेस गर्न सक्नुहुनेछ। र तपाईँले मेरो वरिपरि देखिरहेको यो ठाउँहरू हेर्दा चाहिँ हेर्नुहोस् साँच्चै नै हजारौँ अमेरिकामा रेस्ट एरिया छ। सबैको डिजाइनहरू एउटा साँच्चै नै एउटा सरकारले चाहिँ त्यसलाई त्यो डिजाइनलाई पारित गरेर त्यो इन्जिनियरहरूले चाहिँ बनाएको छ। र त्यस्तो रेस्ट एरिया देख्दाखेरि हामी आफैलाई पनि कहिलेकाहीँ अचम्म लाग्छ। एउटा दिसा पिसाब गर्ने ठाउँ दरबार जस्तो छ, एउटा दिसा पिसाब गर्ने ठाउँ साँच्चै नै एउटा हेर्दा चान्चु नै छैन है। र यस्तो ठाउँमा दिसा पिसाब गर्ने व्यक्तिहरू पनि एउटा भाग्यमानी जस्तो लाग्छ। र कस्तो कस्तो ठाउँमा मान्छेले दिसा पिसाब गर्छन् भने यति क्लिन, यति सफा होइन। पिकनिक टेबलहरू छ, यसरी यहाँ हेर्नुहोस् देख्नुभयो नि त्यो लोरेडो लेखेको हेर्नुहोस् होइन। यो लोरेडो टेक्ससको लोरेडोको म्यापमा चाहिँ बनाएको छ। हेर यसरी तपाईँलाई म यो भित्रतिर लान्छु, हेर्नुहोस् भित्र के कम छ यसो हेर्दा दरबार जस्तो। अब यो दरबार जस्तो ठाउँमा तपाईँलाई हेर्नुहोस् यति मजाले। यता गर्ल्सको रेस्ट एरिया छ भने यता बोइजको छ। सबै रेस्ट एरियामा क्यामेराहरू पनि राखेको छ एउटा सुरक्षाको लागि। र यहाँ इन्फर्मेसन सेन्टरको बारेमा जानकारी दिन दो भाषीहरू राखेको छ, एउटा इङ्ग्लिस बोल्ने एउटा स्पेनिस बोल्ने भाषीहरू होइन। सोध्यो भने भिजिटरले सोध्यो भने बताउने। र यो चाहिँ हेर्नुहोस् डिजाइन देखेपछि कस्तो लाग्छ हेर्नुहोस्, रेस्ट एरियाभित्रै डिजाइन यस्तो छ। मेरो साइड हेर्नुहोस् यो पुटिङ होइन, सिरिज पुटिङ बनाएर चाहिँ रेस्ट एरिया बनाएको छ। वाह, यो इन्जिनियरलाई चाहिँ र यस्तो रेस्ट एरियालाई चाहिँ खर्च गर्ने सरकार होइन, सिटी कुनै पनि कम्युनिटीहरूले बनाएको होला यो है। त्यसको लागि धन्यवाद पनि भन्नुपर्छ। यसरी होइन छिर्ने दैलोहरू छ, यता एउटा दैलो छ, यता अर्को दैलो छ। दैलो लगभग 4-5
वरिपरि 4-5 वटा गएको छ ढोका छ। अब यो भित्र चाहिँ के कस्तो छ यहाँ रहेछ इन्फर्मेसन सेन्टर्स 5 बजीसम्म चाहिँ 8 देखि 4 PM सम्म खोलिँदो रहेछ। तर अब खुलाइ रहेछ है खुलाइ रहेछ। हेलो यो चाहिँ इन्फर्मेसन सेन्टर रहेछ है। इन्फर्मेसन सेन्टर भित्र चाहिँ वाउ सबै यसरी पम्पलेटहरू राखेको छ न। यसो ऐतिहासिक कुरोलाई यसरी ढोकामा वाउ जस यसरी चाहिँ काम गर्ने मान्छेहरू है प्रोफेसनल मान्छेहरू इन्फर्मेसनको बारेमा डिटेल दिएको छ है यसरी राखिएको छ। Hi, how are you? Good. Hey, it is so unique. It is so different, man. Yeah, it is not look like a rest area. It is look like a kind of palace. Oh my God! That's why I take some videos. I want to show to my friend. यस्तो सबै यो रेस्ट एरियामा सिस्टमलाई यसरी राखिन्छ इन्फर्मेसन गर्ने त्यो लोरेको चाहिँ यसरी राखिएको छ। त्यो सबैतिर ट्याक्सेसको बारेमा यसरी कसरी राखिएको छ होइन। एनिवे सबै यहाँ माथि मजाको आउँछ। एनिवे थ्याङ्क यू। यो अब र इन्फर्मेसन सेन्टरको भित्र राखिएको जुन स्टाफहरू एकदम स्मार्ट होइन क्लिनिङ ड्रेस होइन यस्तो ठाउँहरू छ। तर यो ठाउँहरू देख्दाखेरि चाहिँ रेस्ट एरिया यतिको दामी छ भने रेस्ट एरियालाई यति सफा स्टाफहरू राखिएको छ है कति राम्रो मजाले सजाएर राखिएको छ हेर्नुहोस्। एउटा दिसा पिसाब गर्ने ठाउँ र थकै मारेर बस्ने गाडी ड्राइभर अन्य भिजिटरहरूको लागि पनि सुविधा राखेको छ है हरेक यति सफा छ हेर्नुहोस्। एनिवे आज जति नै तपाईँलाई देखाएको ठाउँहरू हेर्नुभयो र तपाईँलाई चाहिँ यसरी विभिन्न ठाउँको स्थानहरू चाहिँ मैले देखेको ठाउँहरू चाहिँ तपाईँले समक्ष पस्किनेछु। आज जति नै पस्केका के कस्तो लाग्यो र एउटा रेस्ट एरियाको सामान्य एउटा रेस्ट एरियाको ठाउँहरू देखाएर तपाईँलाई यो ठाउँहरू देखाउँदा मलाई खुसी लाग्यो भन्दै आजलाई म बिदा हुन चाहन्छु। धन्यवाद।